हेलो गुड मर्निङ साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। क्यामेरा एकदम हल्लिरहेको छ। आज चाहिँ साउन 1 गते हो। मैले चाहिँ यहाँ साउनको चुरा नि लगाइसकेँ। काठमाडौँबाट आउँदा लिएर आएको थिएँ, अनि यो लगाएँ भने को लागि। यो हो आलु, यो हो हिजो मैले भिडियो खिचेको थिएँ। ओहो यस्तो भएछ यार। यो चाहिँ यहाँको लोकल च्याउ हो। हिजो दिदीले खोज्न जानुभएको थियो, म चाहिँ गइनँ, जुगाल आउँछ भनेर। जुगा लाग्छ नि त जङ्गलमा। यो चाहिँ थाक्रे च्याउ भन्छ अरे, ठाक्रे च्याउ। कस्तो हुन्छ आज पकाएर टेस्ट गर्ने छु साथीहरू। फर्स्ट टाइम देखेको मैले यस्तो च्याउ। अनि यो चाहिँ फेरि छुट्टै खालको हो भनी। यो थाक्रे च्याउ हो अरे। छैन, बिहानै चाहिँ वेदर खुल्या बेला एकदम राम्रो देख्छ माउन्टेनहरू। म बिहानै उठिनँ, एकदम राम्रो छ। वाउ, सो ब्युटिफुल गाइज। पकाउनु पर्ने हुन्छ। दाल पाकिसक्यो, खाना पाक्दैछ। अब तरकारी पकाउने, खाना पाकिसकेर। गाउँघरको चुल्हा यस्तै छ। चुरा मैले लगाएर हेर्नु है त। सासूहरूले पनि लगाइसक्नु भएको छ, मैले नि। यो चाहिँ कपडा धुँदा चोट लागेको मेरो नङले, आफ्नै नङले। कस्तो देख्यो साउने चुरा। हुस्से लागेर लेकतिर कि स्यास्या हुन्छ, अलिकति हिँड्नु नि सक्दैन उकालोमा। के भयो, म त अजिना खाएर होला भन्छु। दिदी यो खान्छौ होइन? ए क्यार्नु र हाम्रो घाँस काट्ने ठाउँमा आइपुग्यो साथीहरू। फोक्टेको बारी है। 4 घन्टापछि बल्ल घाँसको बारी पुग्यो साथीहरू हाम्रो। यहाँ जुका खोज्दैछौँ, घाँसको बारी। यहाँ काटेको घाँस काटेको भिडियो बनाउनु पाइन। यो पानीले गर्दा, यो पापी पानीले गर्दा यहाँ जुकै चम्केर छैन नि दिदी अब जुका। ल साथीहरू, घाँस बोकेर लाग्यो हामी। जुकाले गाला गाला किस खाइदिने हो कि कस्तो पानी आएर मरे क्या है। दिदी अगाडि अगाडि। ओह, यहाँ हातमा त आइ त सक्यो दिदी सानो जुका। ल साथीहरू, हामी अघि बिहानको खोला नि आइपुग्यो। घाँस बोकेर लग्दैन नि। जुकाले कानमा टोक्दै थियो। जुका आइछ ए।